हजुर यो हाम्रो शरीर र मन जुनलाई चाहिँ बुद्ध भाषामा पञ्चखण्ड भनिन्छ र यो पञ्चखण्ड जुन यो शरीर र मन चारवटा भाग र शरीर एउटा भाग गरेर पाँचवटालाई पञ्चखण्ड भनिन्छ र अनि यो शरीर र मन दुवैलाई एक्सर्साइज चाहिन्छ कसरत। यदि हामी कसरत गरेनौँ भने हाम्रो शरीर पनि लट्ठ भएर जान्छ र मन पनि मन्द भएर जान्छ, लाटो भएर जान्छ। त्यसले गर्दामा हामीलाई दुवैको एकदम कसरत जरुरी छ र शरीरको लागि हामी यसरी बाहिर आएर दौडेर अनि अन्य एक्सर्साइजहरू जिमहरू गरेर हामी गर्छौँ भने मनको लागि चाहिँ हामीले ध्यान भावना नै गर्नुपर्छ र ध्यान भावना विशेष गरी समता ध्यान भावना र विपसना ध्यान भावना। समता जुन चाहिँ मनलाई एकाग्रता गर्ने काम गर्छ भने विपसनाले त्यो एकाग्रता गरेको मन चञ्चलबाट एकाग्रता बनेको मनबाट विशेष रूपमा हेर्नको लागि के अरे यो मनलाई चाहिँ हामीले लगाउनुपर्छ, जसलाई चाहिँ विशेष रूपले हेर्ने अथवा यथार्थ जे छ जुन चाहिँ सत्य परमार्थ सत्यलाई हेर्ने, जुन चाहिँ हामीले प्रज्ञप्ति हामीले देखेको त्यो तर वास्तवमा चाहिँ त्यो नभएर हामीले देखेको अथवा लोकले चलाएको सत्य लाई चाहिँ हामीले हेर्छौँ। तर हामीले हेर्नुपर्ने विशेष लोकले भने पनि नभने पनि त्यस चाहिँ सही सत्य भएको जुन परमार्थ सत्य त्यसलाई चाहिँ हामीले हेर्ने। त्यसमा चाहिँ यो यदि हामीले शारीरिक व्यायाम गरेको छौँ, एक्सर्साइज गरेको छौँ भने हामी भनेको ठाउँमा समयमै पुग्न सक्छौँ र अनि हाम्रो स्वास्थ्य पनि र अनि जिउ पनि तन्दुरुस्त भएर स्वास्थ्यकर रहन्छ भने मनको एक्सर्साइज जुन चाहिँ समता र विपसना गरेको छौँ भने हामीमा आउने अष्टलोक धर्म जुन 8वटा धर्म सुख दुःख र निन्दा प्रशंसा यस अयस र अर्को दुईटा लाभ र अलाभ गरेर यो 8वटा धर्ममा जुनै आए पनि सुख आए पनि दुःख आए पनि निन्दा आए पनि प्रशंसा आए पनि सुख लोभ आए पनि लाभ आए पनि अलाभ आए पनि र यस आए पनि अयस आए पनि अथवा जुनै कुरा आए पनि हाम्रो मन कम्पन हुनबाट अथवा हाम्रो मन डराउनबाट अथवा एकदम एक्साइटेड भएर काम बिगार्ने, एकदम डराएर काम गरेको भनेको कुरा गर्न नसक्ने अवस्थामा हुँदैनौँ। अथवा हामी जुनै अवस्था भए पनि हामीले त्यसलाई चाहिँ संयोजन गर्न अथवा सही निर्णय गर्न सक्छौँ। नत्र भने चाहिँ हामी कतिपय दुखी बेलामा चाहिँ हाम्रो मन दुखी भएर अनि हामी डिप्रेसनमा जान सक्छौँ भने कतिपय बेला हामी एकदम उत्तेजित भएर र गल्ती डिसिजन गरेर पछि जिन्दगीभर पछुताउनु पर्ने पनि हुनसक्छ। त्यसले गर्दामा चाहिँ जुनै अवस्थामा पनि सुख दुःख लाभ अलाभ निन्दा प्रशंसा यस अयस यो जुनै भए पनि जुनै अवस्थामा पनि हाम्रो मन तन्दुरुस्त रहनलाई अथवा सही निर्णय संयमता रहेर सही निर्णय गर्नको लागि यो मनले गर्न सक्छ यदि हामी सही तरिकाले समता र विपसना ध्यान हामीले निरन्तर रूपमा गरेको छौँ र हाम्रो मनलाई चाहिँ हामीले मनको मालिक हामी अहिलेसम्म मनले जे भन्यो त्यसमै गएको कारणले गर्दाखेरिमा हामी मनको पछि लागेको कारणले गर्दामा हामी कतिपय ठाउँमा दुःख पायौँ र गर्नु नपर्ने नहुने काम पनि गऱ्यौँ, जसले गर्दामा पछि पछुताउने पर्ने अथवा कसैलाई पछुताउन पार्ने खालको कामहरू चाहिँ हामीले गऱ्यौँ, जसले गर्दामा हामीलाई चाहिँ पुण्य भएन, अकुशल कर्महरू गऱ्यौँ। त्यसले गर्दामा चाहिँ जब हाम्रो मन ठिक ठाउँमा रहन्छ र मनको मालिक बन्न सक्छौँ भने हामीले कसैलाई पनि दुःख दिँदैनौँ र हामी आफैलाई पनि दुःख दिँदैनौँ, जसले गर्दाखेरिमा कुनै कसैसँग पनि हामी नडराइकन हामी राम्रोसँग हामी जीवनयापन गर्न सक्छौँ। त्यसले गर्दा चाहिँ यो शरीर र मन दुवैको एक्सर्साइज गर्नलाई अत्यन्तै जरुरी छ। त्यसले गर्दा चाहिँ हामी यो समय छँदैमा पछि गरौँला भन्दाखेरिमा त्यो पछि सबैको नआउन सक्छ। त्यसले गर्दा मन सुरु
राम्रो काम मनमा आएको बेलामा गरिहाल्नु, पछि गर्छु भन्दाखेरिमा त्यो पछि भनेर कहिल्यै पनि के अरे सम्पन्न नहुने पनि हुनसक्छ। त्यसले गर्दामा चाहिँ समयमै गरौँ, जसले गर्दामा हामी पछि पछुताउनु पर्ने हुँदैन। र अनि जब हामी मनको मालिक भएको छौँ भने हामी जस्तै दुःखमा परे पनि, दुःखको अवस्थामा पनि हामी एक्लो भएर पनि त्यसलाई चाहिँ सामना गर्न सक्छौँ। हामी एकदम आसक्त भएर हस्पिटलको बेडमै बसे पनि अथवा जुनै अवस्था दुःख परेको बेलामा पनि मनलाई संयम गरेर हामीले त्यसलाई चाहिँ त्यसमा रहनलाई हामीलाई मद्दत गर्छ। जसले गर्दामा बुद्ध शिक्षा एउटा जिउने कला हो र अन्तमा गएर मृत्युवरण गर्ने पनि कसरी गर्ने भनेर सिक्ने कला हो। हजुर, आज यो एक्सर्साइज गर्न आएको बेलामा मैले हजुरलाई यो कुरा राखेँ। हुन्छ, आज अब उतो यो पल्लो डाँडा, यो पल्लो डाँडा, उतो डाँडा, त्यो डाँडा चाहिँ चढ्नु छ र अघि उतापट्टिको डाँडा के अरे त्यो डाँडा अघि चढेँ। अब यो 4वटा डाँडा चाहिँ आज चढेर घर फर्किने हो। र अनि यो आज यो जुत्ताको पनि के अरे हो ट्रायल हो, किनभने यो जुत्ता चाहिँ यतिको भयो भने यो चिप्लोमा पनि ठिक गर्दो रहेछ। त्यसैमा चाहिँ यो ठाउँमा चाहिँ अहिले एकदम चिप्लो छ, त्यसैमा यो जुत्ताले चाहिँ ठिक गर्छ। हस् हजुर।